गाइस 2082 सालको टिकाको छ। बाले आमालाई टिको लगाइदिनु हुनुहुन्छ। आमा कति ज्ञानी भएर आमा त कति ज्ञानी हुनुहुन्छ। हाँसिरहनुहुन्छ, हँसिलो मुख सानैदेखि यस्तै। भाउजूको पालो पर्खिरहनु भएको छ। अर्को बुहारी पनि पालो पर्खिँदै। अरविन्द दाजु आइहाल्यो पालो। त्यो बनायो सूचना अधिकारी बुवाले होइन त मम्मीले पो मम्मीले होइन त बुवाले पो दियो। मेरी भान्जी दसैँ कस्तो आयो? रमाइलो। बिहेलाई बोरा ढोक्दा जुठो खाँदा बिदा के हो? फोटो क्यामेराम्यान कस्तो भयो त दसैँ? मेरो भान्जो सुशान्त भान्जो आमा कति चाहिँ राम्रो हो के? कृपया अलि राम्रै केटी हेरिदिनु होला मेरो भान्जोलाई। एउटा भान्जो मेरो भान्जोलाई एउटा भान्जीको प्रबन्ध गरिदिनु होला। आइटी पढ्दै हुनुहुन्छ होइन? आमा भान्जो केही डिमान्ड छ अरू? छैन। राम्रै भयो भयो ल। हस् हस्। अनि 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 ऊ के भन्छ भान्जोले केही केटीसेटी हेर्नु भएको छैन? कस्तो छ? ए ओके ओके। यसपालिको दसैँ जस्तै सधैँ फापिराहोस्। 10 रुपियाँ काउन्ट खेल्नु 10 रुपियाँ दिएको पालो आउँछ बा तिम्रो सबैको पालो आउँछ। अनि हेर्नु मेरी दिदी फुल जस्तै प्यारी दिदी। आमा आमा कति चाहिँ राम्री कि धारणा धारू। आमा यो त ब्युटी नै हुन् नि मान्छे त के छिन् नि। कति राम्रो हाफपेन्ट झन् यिनको कुरा नगर्नु। यसपालिको दसैँ चाहिँ अलिअलि खल्लो खल्लो सोधुला भएको छ। खास अलिअलि बिरामी भएर पेट कस्तो दुखिरहेको छ त? कराउँछ नि त। छुच्ची सानोदेखि छुच्ची हुन् के मेरो पालो भान्जी। मेरो यो ब्लग खेती गर्न हजुरको होइन मम्मीको। अनि त्यसपछि हजुरको कान्छो होइन हामी टिको लगाएको छौँ त। मेरो बा कता गइसो? ओए ओए तिमीहरू मोबाइलको झगडा गरेका भाइ? अनि तिम्रो कस्तो भयो भाइ यसरी दसैँ स्वयं? दसैँ रमाइलो भयो? राम्रो भएन? राम्रो भएको भएन? स्वयं भएन? किन के भएर भएन? बुनि रिसाएर हो के मागल नगरेर रिसाएको? ए होइन स्वयं। अनि तिम्रो दसैँ कस्तो भयो बेटा? तिम्रो दसैँ राम्रो भयो? हाम्रो दिदी माइली दिदी कम्ता ज्ञानी हुनुहुन्न। सानोदेखि त नि अलिअलि ज्ञानी हुनुहुन्न। कम्ता ज्ञानी नारायणी नमस्तुते। आज पूर्णिमा हो लगाइदिनु ढोकिदिनु हाम्रो पालो। ए धारणा के पक्न अब ब्लक हो यो यहाँ बसेर पक्र त हामीलाई देखा दुई जान्छ ल
लक्ष्मीस्ते हरिभारते च वदनो मोनो सदा केशव चन्द्रास्ते भुजदण्डर्गणनिधे गे कुबेरस्थिते नित्यं धर्मरतो भवस्य भवदातानं प्रमोदापः सर्वैः चन्दनं सुभवता त्वं दीर्घजीवितां नविपुण्यरां त्वमाश्रितैः कृतां प्रन्ति स्याउको दाना दिन पाएँ पैसा चाहिन्छ रब्बे पनि न खोइ रोगु रोगु बगुडा ढोगिहाल्नु त लक्ष्मीस्ते पङ्कजाक्षी निवसतु भवने भारती कण्ठदेशे पर्वन्तं कीर्तिं प्रबोधोगां पुष्पेन्द्रशोका जीवत्वं पुत्रपौत्रे सकलसुखयुधैर्हायुनानां शतं च थोरै भयो भन्नु पो आज धेरै यत्र धेरै के थोरै किसमिस किसमिस र काजु पनि गाई पैसा चाहिँदैन किन चाहियो पैसा पर्दैन मलाई गाडीमा हुन्छ पिङमा हुँदैन लो भान्जा मान्छेको पाला लो गाई दिदी लाइसक्नु मेरो भान्जो आमा ओइ ए कसो म त दिदी भाइ भाइले पनि लाइदिए छैन हौ मैले पनि लाइदिए म किन सुतिरहेको थिएँ पैसा गर्दैन उति गर्दैन होइन यी भान्जा मान्छे त जम्लिया हुन् उस्तै छ नि त कति वर्षको फरक छ भन्न मिल्छ यो भान्जीले चाहिँ आइटी पढिसकेको भान्जोको चाहिँ अब पढ्दै हुनुहुन्छ खै पढ्छु भन्नुहुन्छ खालि ल्यापटपै चला गर्नुहुन्छ आइटीको त्यस्तै अरे लो गाइज यस्तै हो होइन तब चाहिँ दसैँ सक्यो श्रीकृष्ण बिचरा सोधुको पेट दुखेर कस्तो भइरहेछ अहिले चाहिँ अलिक सन्चो भएको छ धारुमा राम्रै हुँदै छैन अलिअलि शङ्खार्दै न गाइज अब 2082 सालको दसैँ यति नै सक्यो भन्ने हामीलाई लागेको छ। धन्यवाद।